रोल प्ले एक्सप्रेस ब्रेस्ट मिल्कमा गर्दैछौँ। हामीसँग आमा हुनुहुन्छ, आमाको सासू आमा आउनु भएको छ, बच्चा लिएर आउनु भएको छ। एक्सप्रेस ब्रेस्ट मिल्क भनेको दुध मिल्न चाहिँ सक्ने, चुस्न नसक्ने सानो बच्चाको लागि अहिले हामीले रोल प्ले गर्दैछौँ। सुरुमा चाहिँ एक्सप्रेस गर्नुभन्दा पहिला चाहिँ सुप र वाटरले चाहिँ युज गर्ने नर्स पार्वती, भन्नुहोस् के भएर आउनुभयो? नमस्ते सिस्टर। हिजो जन्मियो घरै नानी। हजुर, निल्न चाहिँ निल्छ, दुटै चुस्नै सकिनँ। खै कसरी हो म त जान्दिनँ। पहिलो बच्चा मेरो, मलाई त आउँदैन आएन। खै कसरी हो, त्यही भएर सासु आमा लिएर आएको छु म यहाँ। नानी रातभरि रोएर बर्बाद छ बच्चा। हुन्छ म तपाईँहरूलाई सल्भ गर्छु। तपाईँको बच्चाले दुध चुस्न नसकेको भए म चाहिँ बच्चा सानो छन्, म हजुरलाई दुध निचारेर चम्चबाट कचौराबाट कसरी खुवाउने भनेर देखाउँछु। हुन्छ हुन्छ, म हात धोएँ है त, म हात धोइछु। मेरो के पनि छैन हातमा, साबुन पानीले हात धोइसकेपछि पन्जा पनि लगाउँछु। म हजुरलाई सिकाउँछु है। मैले पनि धुनुपर्छ सिस्टर कि पर्दैन? गर्नुपर्छ, हजुरहरूले पनि दुध खुवाउने बेलामा, बच्चा लिने बेलामा हात धोएर आउँछु। हुन्छ हुन्छ सासु। मैले हात धोएर आएँ।